नमस्कार। यति बेला हामी बिहानको कति बजे पुग्नु सर? अहिले ट्याक्कै 5:20 भयो सर। 20 मिनट गएको छ। हामी कालिम्पोङ दर्शनको लागि यहाँ आइपुगेका छौँ। हाम्रो म्यामहरू, सरहरू, हाम्रो ड्राइभर दाई, वसन्त भाइ, हाम्रो सुमन सर, अमृत सर, तपाईँ उता हेरेर अनि यता फोटो राम्रो आउँदैन नि। हेर्नु त यति बेला हामी केबल कारको स्टेसनमा छौँ। मिस पल्लु यता हेर्नुहोस्, खोइ हान्नुमा आएकै छैन। प्रेम सर उताबाट आइरहनु भएको। शिव सर, सम्पूर्ण साथीहरू, यता माइललाई, यता प्रदीप सर, सबै मिलेर रमाइलो भइरहेछ। ल इन्टरभ्यू भन्नुहोस्, केही भन्नु छ? लास्टै चिसो छ। लास्टै चिसो छ है शिव सर? राम्रो छ। स्थानतिर लाग्दैछ माथि हो कि यस्तो पनि अनुभव भइरहेको छ कि त्यही माथि मात्रै पुग्ने हो कि यति हो नि त जाने हो माथि हो, त्यो देखिया ठाउँ होइन त्योभन्दा पनि माथि छ। त्यहाँबाट त हिँड्न लाग्यो त्यहाँबाट चाहिँ अनि हिँड्नुपर्छ हामी केही समय। यता कुरी बजार, खोइ खोइ हिँड्ने हो भनेदेखि त पुरी बजारको दृश्यावलोकन। तल हाम्रो बस, यता लभ डाँडा। कुहिरोले डाँडाकाँडा छेक्ने प्रयास गर्दैछ। यति बेला चाहिँ मौसमले राम्रो साथ दिएको छ, रमाइलो भइरहेछ। अहिलेलाई बिदा हस्त, नमस्कार। दर्शन गर्नु पर्यो। बजाउनु मिस, ठुलो स्वरले बजाउनुहोस्। घन्टी रविना मिस, घन्टी बजाउनुहोस् त। ल ल हामी कालीचोक मन्दिरमा आइपुगेका छौँ। ल घन्टी बजाउँ। कालिचोक माता भगवतीको मन्दिर, घन्टै घन्टा। विशेष चाहिँ यहाँको घन्टा नै हो। भक्तहरू श्रद्धाजनहरूले घन्टा चढाएर चाहिँ आफ्नो मनोकामना सिद्ध होस् भन्ने चाहना राख्दछन् यी भक्तहरू जनहरूले चढाएका घन्टाहरू। यहाँ ठुलो घन्टा छ। अलिअलि अक्सिजनको कमीले गर्दा हल्का मात्रै श्वासमा भएको छ, त्यति धेरै गाह्रो भएको छैन। यताबाट रोलवालिङ हिमशृङ्खलाहरूको चाहिँ दृश्यावलोकन गर्न पाइन्छ। आनन्द मनमोहक डाँडाहरू छन्, एकदमै रमाइलो छ। भक्तजनहरूले चढाएको घन्टा यहाँ प्रशस्त देख्न पाइन्छ। भगवान् देवी भगवती माताले कल्याण गरून्। जय तुम देवी चामुण्डे, जय बुताती हारिणी, जय सर्वगते देवी कालरात्रि नमस्ते, नारायणी नमस्ते, नरस्ते देवी एम सरस्वती ततो जय मदिरा नारायणाय नमः। सर्वमङ्गल मङ्गल शिवे सर्वर साधके शरण्ये त्र्यम्बके गौरी नारायणी नमस्ते, नारायणाय नमः। भगवान् भगवती माता आमा रक्षा शक्ति देव, भक्ति देव भगवान्। भगवान् सर सर ठिक छ नि? एकदम ठिक छ। डाँडाहरू चाहिँ त्यसै है, यो
कति वर्षमा त्यो सबै माटो बगेर जान्छ होला कि जान चाहिँ पहाड छ ऊ गइरहेको त हेर्नु न खल्सा खल्सा हुन थालेछ नि त कालिन्चोक भगवती माता सबैलाई कल्याण गरून् भिडियो गर्नु मिल्दैन है हजुर यहाँ हो लेखिरहेको छ सिसी क्यामेराले हाम्रो दैनिक बेलुका चेक हुन्छ हिमाल फुलहरू ढकमक्क फुलिएको छ पाखामा